घिउकुमारी खाँदा हुने फाइदाहरू। कतै तपाईले 12 वर्ष मुनिका आफ्ना बच्चाहरूलाई घिउकुमारी त खुवाउनु भएको छैन? घिउकुमारीको प्रयोग सबैका लागि फाइदाजनक हुँदैन। कतिपय अवस्थामा यसले नराम्रो असर पनि गर्छ। खास गरी गर्भवती र स्तनपान गराइरहेका महिलाले घिउकुमारीको जुस सेवन गर्नु हुँदैन। यो 12 वर्षभन्दा कम उमेरका बच्चाका लागि पनि असुरक्षित मानिन्छ। हृदय रोगका लागि पनि घिउकुमारी जुस राम्रो मानिँदैन, किनभने यसले शरीरमा एन्ड्रेनलाइन अत्याधिक मात्रामा उत्पन्न गर्न सक्छ। यसले शरीरमा पोटासियमको मात्रा पनि कम गर्छ, जसले मुटुको धड्कन अनियमित गराउन सक्छ। अब कुरा गरौँ कस्ता व्यक्तिले घिउकुमारी खान हुन्छ र यसको फाइदा बारे। एलोभेरा अर्थात घिउकुमारी औषधीय गुणको वनस्पति हो, जो सहजै बगैँचा वा करेसा बारीमा उमार्न सकिन्छ। यसलाई सानो गमलामा रोप्न सकिन्छ। हुर्काउन र स्याहार गर्नका लागि पनि खासै गाह्रो छैन, अर्थात हाम्रो निम्ति गुणकारी वनस्पति हो यो। घिउकुमारीको पातमा तरल पदार्थ हुन्छ। यसमा केही प्रकारको प्रोटिन र भिटामिन पाइन्छ। त्यसैले उक्त पातको प्रयोग फाइदाजनक मानिन्छ, स्वास्थ्य र सौन्दर्य दुवैका लागि। घिउकुमारीमा भिटामिन ए, बी, बी2, बी6, बी12 पाइन्छ। साथै यसमा फोलिक एसिड जस्ता पोषक तत्व हुन्छ। यसको जेलमा तामा, फलाम, क्याल्सियम, जिङ्क, पोटासियम, कुर्मिसियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छ। यो प्राकृतिक रूपमा प्रभावशाली जडीबुटी हो। घिउकुमारीमा जे तत्व पाइन्छ त्यसले छालालाई हाइड्रेट राख्छ र पोषक तत्व पनि प्रदान गर्छ। यसले नयाँ कोशिकाको उत्पादनमा पनि भूमिका खेल्छ। अनुहारमा घिउकुमारीको जुस लगाउँदा यसले अनुहारलाई चम्किलो र मुलायम बनाउँछ। घिउकुमारी एकदमै राम्रो मोइस्चराइजर हो, जसले केशलाई घना र मुलायम बनाउँछ। यसले केशको पीएच सन्तुलन गर्नमा पनि सहयोग गर्छ। घिउकुमारीमा हुने पोषण तत्वले केश बढ्न सहयोग गर्छ र झर्न दिँदैन। घिउकुमारी जेलमा कागतीको रस मिसाएर केशमा लगाउनु पर्छ। त्यसपछि 20 मिनट जति तातो तौलियाले केशलाई लपेट्ने। अन्त्यमा मनतातो पानी र हल्का स्याम्पूले केश सफा गर्नुपर्छ। यो प्रक्रिया हरेक 2 हप्तामा दोहोर्याउनु पर्छ, जसले गर्दा तपाईको केश राम्रो हुन्छ। घिउकुमारीमा आफ्नो प्राकृतिक जीवाणुरोधी र रोग गुणरोधी गुण छन्, जसले गिजा र दाँतलाई स्वस्थ तुल्याउँछ। यो विभिन्न प्रकारको भिटामिन र खनिजले भरिएको हुन्छ, जसले कोशिकाको विकासमा सहयोग गर्छ। यही कारण गिजाबाट रगत बग्ने, मुखको अल्सर जस्ता समस्या हुन दिँदैन। त्यसैले तपाईले प्रयोग गर्दा दाँत र गिजाका लागि निकै फाइदाजनक छ। घिउकुमारी पेटको स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। यसमा उच्च मात्रामा फाइबर पाइन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउँछ। घिउकुमारीको रस कब्जियतको उपचारमा पनि प्रयोग गर्न सकिन्छ। कब्जियत भएको अवस्थामा घिउकुमारीको जुस पिउनुपर्छ। घिउकुमारी सेवन गर्दा त्यसले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। हाम्रो शरीरको भित्री अङ्गहरू सफाई गर्नमा यो पनि उपयोगी छ। यसले शरीरको नसा, नाडी आदि सफा गर्छ। छाला र केशलाई बलियो बनाउँछ। मुलायम बनाउनका लागि घिउकुमारीले प्रभावकारी काम गर्छ। घिउकुमारीको जुस सेवन गर्दा छाला रुखो हुँदैन, चम्किलो र नरम बन्दै जान्छ। घिउकुमारीको जुस सेवन गर्दा अनुहारको खराबी, मुसा, रुखोपन, चाउरी, दाग धब्बा हट्छ। घिउकुमारीको सेवन जो कोहीले गर्न सक्छन्। यसको साइड इफेक्ट छैन। घिउकुमारीको जुसले रगतलाई शुद्ध बनाउने, हेमोग्लोबिनको कमी पूरा गर्ने र शरीरमा ब्लड सेल्सको संख्या बढाउन सहयोग गर्छ। तौल नियन्त्रणका लागि पनि घिउकुमारीको जुस उपयोगी हुन्छ। घिउकुमारी जुसले दाँत सफा गर्ने र रोगमुक्त हुन्छ। यसले केश चर्ने समस्याबाट पनि मुक्ति दिन्छ। फेसवासको रूपमा समेत घिउकुमारीको अत्याधिक प्रयोग गर्न सकिन्छ। घिउकुमारीको जुस नियमित रूपले सेवन गर्दा कब्जियतबाट छुटकारा मिल्छ। घिउकुमारीको जुसले मधुमेहमा पनि राहत मिल्छ, साथै कोलेस्ट्रोल नियन्त्रणमा पनि प्रभावकारी मानिन्छ। के तपाईले घिउकुमारी खानु भएको छ त?